नमस्ते सबैजनामा। अहिले चाहिँ म जान लाग्दैछु दिदीको घर गुवाहाटी, किनभने आज छोरोको न्वारन छ। हामी बोनू, म, छोरो, दादाहरू, भाइ, ड्राइभर सबैजना भएर जाँदैछौँ। जाँदा यति जाम थियो, अब भन्नु सक्दिनँ। यति ओरदेखि जाम ब्रह्मपुत्रको पुलसम्म पुगुन्जेलमा। अनि यहाँ हामी पुगिसकेको छौँ। यहीँ रेडी भइसकेको छ, आइवरी सबै थोक पण्डितजी भने दादा हुनुहुन्थ्यो। अनि आएर रेडी पारेर यता दादा रोटी बनाउँदै हुनुहुन्छ। यहाँ मैले सब्जी पकाउनु बसाएर भिडियो बनाउनु लागेँ। अनि यहाँ रोटी पाक्दैछ, यता म सब्जी बनाउँदैछु फर्सीहरू के मिक्स सब्जीको। अनि यता चिया पनि पाक्दैछ, यता रेडी पनि हुँदैछ। उता सानो नानी, यसको आज नामकरण। यहाँ बहिनी पुष्पाञ्जली, दिदीको छोरी, यता नानुको मम्मी, मा, दिदीहरू। अनि यतिमै सकेर हामी न्वारन सकेर, न्वारनमा चाहिँ हामीले छोरोको नाम पल्लवित राख्यौँ। अनि न्वारन सकेर घरतिर लाग्यौँ। यहाँ हेर्नुहोस् है, सानी आमा हुनुको फाइदा है। छोरो र सानी आमा मजाले सुतिरहेको छ, म बसेर भिडियो बनाइरहेको छु। ल त